कतिवटा भ्लगमा एउटै लुगा भन्नुहुन्छ होला मलाई गरिब छु नि एक गरिब छु दुई अब सुटिङमा लगाएको लुगा चाहिँ घरिघरि फेर्न मन लाग्दैन मलाई आज यहाँ हाम्रो तीनटा सुटिङ रहेछ एउटा साकेला अर्को तामाङसेलो एउटा स्याड सङ स्याल हो स्याल है स्याल हो कुकुर होइन नि बिचारा बुढो भएछ आजको सुरुवात मेरो कफी कफी कस्तो पोलेको अनि के भन्छ चाउचाउ अन्डासँग खाजा सकेछ मेरो भागमा चाहिँ दुईटा सुटिङ छ यता पनि छ अर्को सुटिङ यो यताको सुटिङको यो यताको सुटिङको आजको लोकेसन भक्तपुर गुन्डु यो हाम्रो टोली यो अर्को टोली अन्जनापट्टि कम्प्याक्ट हुनुहोस् त अन्जना पनि अन्जना सर थोरै मम्मी हाल्छु ल मिठाई खानुभएको मिठाई जस्तो देखिरहेको छ त मिठाई अघि पनि दाइ बिहान मलाई फोन गर्ने जडीबुटीमा फोन गर्ने को हो गाडीको मान्छे हो सिनिक्कै तताएको मलाई देख्छु नि त म के भन्छ भक्तपुर जानेतिर थिएँ नि त उता राधे राधेमा अनि राधे राधेमा हुँदाखेरि के भन्यो भने उसले जडीबुटीतिर जाऊ जडीबुटी के अरे पेप्सी जानेतिर जाऊ भन्यो होइन अनि गएँ होइन अनि गएपछि त फेरि त्यहाँ गानाले कपिराइट आउँछ भनेको के ए भाउजूले के भाजा बजाउँदै हुनुहुन्छ यहाँ टिङ 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 मुचुङ्गा मुर्चुङ्गा ओके सीमा बस्ने किन सीमा बस्ने भन्दाखेरि नि हामी उताबाट टेक्निन्छौँ अनि फेरि त्यही सीमा क्यामेरा भएपछि डल्लो भएर आउँछ अनि माथिबाट क्याप्चर गर्छ ल ड्रोनले ल यो सुटिङमा हुनुहुँदो रहेछ भरे गरम कोठी कोठी कहाँ हिँडेको यिनीहरू जन्ती लागेर तपाईँहरू चाहिँ यता बिचमा आउनु त हामी चाहिँ लाइनमा हो लाइनमा अब तपाईँहरू चाहिँ अलिकति यता चल्नु अनिल दाइ अहिले कता बसाइ मेरो उता बेङ्गन छ कपन है के अरे उता अहिले नि त्यतै पहिला नि त्यतै हो र ए के गर्दै हुनुहुन्छ हिजो आज त चल्दैछ होइन चल्दैछ चलाइएको छ अहिले गाली खान्छु म अगाडि अगाडि गएँ भने गाडीको आज चाहिँ हाम्रोमा चेयरै छैन कि यस्तो देख्यो किट 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 भन्दै हुनुहुन्छ सालीको छेउ आउन छोड्यो सालीले बोलाउनुहुन्छ त यता अनि यहाँ बोलाउनुहुन्छ यता अन्त आइया हौ
याद छ होला नि तपाईहरुलाई हजुर गौतम दादा तपाईको मोबाइलबाट कसैलाई क्लिप खिच्न दिएर यो क्लिप लानु र पछि यो टिकटकतिर काम लाग्छ ए टिकटकमा खिच्छ नि अन्त ठाडो पारेर खिच्नु पर्छ कि ठाडो पारेर गीतमा आइ त लाग्नु हुँदैन नि होइन अहिले के खिच्नु भनेको खिचिराख्नु नि त्यसैमा चाहिँ मिलाएर चाहिँ बहिनी कति राम्रो रहेछ हौ हाम्रो चाहिँ हुँदैछ ड्रोन क्रसिङ मेरो चाहिँ कुछ हालत त्यस्तो छ भएछ ल सर भयो ल ल टेक गरिहालु त 1 बजिसक्यो 3 टेक पनि लिएको छैन ल ल ल ढोल उतै छ दुईटै ढोल सँगसँगै नाच्न नअघि जस्तै तामल ल्याउनु पर्ने भयो त कला चाहियो कला ढोलेको कला अलिक राम्रो कलले बजायो भने त्यसलाई चिन्टोको पानी खाउँ ल दुईजना ढोले चाहिँ खुसी हुँदैन गाउने ल सँगै हुने सँगै 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 ढोले सँगै सर जाऊ ढोले सँगै ढोले सँगै ढोले चाहिँ सँगै हो ल ओके ल ल ल 1 2 म अगाडि भनिदिन्छु ढोलको कानेमा ढोल चाहिँ आउँदैन त्यो आउँछ होला कति म काउन्ट निर्देशन 1 बजी 4 बजी सकिन्छ भनेको सुटिङ त गला मिल्न नि दिनु भन राम्रोसँग मजाले हक गर्न नि दिनु भन पुरा हक गरागर चल्दै थियो हेलो गाइज
नमस्ते दिनेश दाई, के छ खबर? पुरै भ्लग बनाउँदै हिँडेको त यो भ्लग खिचेको हो नाकेले। ल दामी छ ल घोडा पनि लिएर आएको। राइट खुट्टा छ राइट खुट्टा अलि तल राख्दा धेरै हाम्रो सिफ्ट आज त भिडियो खिच्न नि नपाउने भयो। मजाले गाना मात्रै बज्छ, फेरि बोलेर बनाऊ भने केही आउँदैन। थाहा छ होइन जीवनमा फर्स्ट टाइम के भाइ के बात थियो क्या? कति बात थियो भाइ? तिमीलाई ए दारू त खाइँदैन नि। ये रे हामी नि हिजो तोङबा खाएर क्या ढिलो सुतेको ढिलो। म त गएँ भात खानु, म चाहिँ गएँ खानुलाई। अब अनिल दाई बाई बाई, गएँ भात खानु। यहाँ विद्यार्थीहरूको लाउरेमा जान आँटिसक्यो। हाम्रो किचन यताको किचन, यताको किचन। यताको दाइले म च्याउ मागीहरू चाहिँ दिनुहुन्छ कि दिनुहुँदो रहेछ। बिचरा यो त कस्तो बिचोक भएको छ हौ, लगे नि हुन्थ्यो कसैले। खाइयो मिठो छ? ला मैले ब्याग उस्ता ल्याउन बिर्सेछ। ए मेरो खाना देखेर चाहिँ सबैजना आत्तिनुहुन्छ होला हो। म त अब आफ्नो किचनमा नपुगेर अर्को किचनमा पनि माग्न जाँदैछु। आलु पर्दैन दाइ, च्याउ हालिदिनुहोस् न ल। वाउ च्याउ साँधेको हो कि के? अर्को किचनमा है म च्याउ माग्नलाई। कति धेरै लोभी भएको म। धन्यवाद दाइ, थोरै हालिदिनु अब। वाउ अब मलाई धन्यवाद दाइ। हजुर बुझिन, साग छ, सागहरू सबै छ कि। पहाडै भयो त। अनिल दाइले एउटा बियर यहाँ तल पाउँछ अनिल दाइ? उ त्यहाँ सर त्यसको क्याप्चर गरौँ छुट्टै त्यसको मात्रै है अनिल दाइ। अर्को सुटिङको हिरोइनले खुट्टा मर्काउँछ होला, हेर्नु त एक हातको रहेछ चप्पल त। चम्डी फेभरेट हो रे भाइ।
घरबाट निकाल्ने नै सुँगुरको मासुले नि घरकै पोतेर आउँछन् 3 दिनसम्म हो सबै खान्छन् घरकै ए त्यसो भए त पहिला थिइनँ मैले खाता बानी लगाएछु किनभने अहिले चाहिँ बङ्गलोरमा नभई